हेलो गाइस, सेवा वेलकम टु माई च्यानल हैन। मलाई बोल्न चाहिँ आउँदैन। आजबाट चाहिँ स्टार्ट गरेको मैले। आज मेरो मुख्य काम भनेको चाहिँ स्कुल जाँदैछु आज। अनि मैले आजबाट चाहिँ भ्लग स्टार्ट गरौँ भनेर सुरुवात गरिरहेको छु। के कस्तो हुन्छ हेरेर सपोर्ट गरिदिनु होला हैन। लाइक कमेन्ट त्यही पहिले चाहिँ नमाग्नु पर्ने हो, मागिहालेँ होइन। त्यही भएर आज म स्कुल जाँदैछु आज। अनि दिनभरि के कस्तो हुन्छ म हजुरहरूलाई देखाउने छु। हेरिदिनु होला अनि साथ अनि सपोर्ट पनि गरिदिनु होला होइन। आफ्नो यो गाउँलाई छोडेर यो पुल पनि तरिसक्यो। यो मुनि चाहिँ खोला छ। अब छोडेर म चाहिँ रामपुरतर्फ लाग्दैछु स्कुलतिर। अब चाहिँ भन्नुपर्दा जङ्गल भन्दा पनि यो कुलो चाहिँ नटुटाइकन म जानुपर्ने हुन्छ आफ्नो स्कुल पुग्नलाई। यो कुलै चाहिँ पुग्दैन माइ डाँडासम्म। अनि अब चाहिँ जङ्गल छ। अब चाहिँ जङ्गल छ। त्यही भएर अलि अब त्यही चैत वैशाख हावाहुरी गर्दा चाहिँ यो ठाउँ पनि लास्टै डेन्जर हो क्या। अब उत्तिसहरू हुन्छ, उत्तिसहरूको हाँगा झर्छ भने त सिधै टाउकोमा लाग्छ नि त। त्यही भएर अलि डेन्जर पनि छ यो बाटो। अनि माथिबाट अब लास्टै भिड छ क्या यो माथि चाहिँ, माथिसम्म छ। अब ढुङ्गाहरू लड्यो भने चाहिँ अब अनि आफ्नो ढुङ्गा लडेर आफ्नो टाउकोमा लाग्यो भने मान्छे छैन। त्यही भएर यो बाटो अलि डेन्जरै छ। त्यही भएर म चाहिँ तर यस्तै बाटो हिँडेर पनि अब स्कुल जानु त परिगयो। स्कुल नभएर पनि के गरौँ। अहिले चाहिँ म 12मा पढ्दैछु। 11 क्लियर गरेर 12 पनि अब फाइनली अब मेरो चाहिँ यो जुन कुलाको बाटो छ अब यो चाहिँ अन्तिम हुन आँटेछ। त्यही परको डाँडामा हो, त्यहाँबाट उधर जाने हो म। अनि अहिलेसम्म चाहिँ कुलो आइयो, तर कुलोमा अलि पर चाहिँ पानी छ क्या बढी कोट। अनि यहीँ लास्टै हिँड्न अप्ठ्यारो छ। अनि यो माथि चाहिँ ऊ छ के भने गुरु पार्क छ क्या यो माथि चाहिँ। त्यो सानो झन्डा पनि देखिरहेको होला अलिअलि। अनि यो मुनि चाहिँ लास्टै ठुलो भिड छ। यहाँबाट लड्यो भने केही छैन। त्यही हो साथीहरू। अब चाहिँ म केही पनि गर्दिनँ, भिडियो बनाएर बस्छु, पढ्छु, 12 अनि क्लियर गर्छु रे क्या। कपाल म चाहिँ अहिले साथीहरूको रूपमा आइपुग्न लागि। अनि यहाँ चाहिँ साथीहरू यो घरमा चाहिँ साथीहरू बस्छन् कि। अनि यहाँ चाहिँ अहिले चाहिँ मैले स्कुल ड्रेस चाहिँ लगाएको छैन। अब यहाँ राखेको छु, यहीँबाट लाउनु अनि चल्दिने हो स्कुलतिर। अब साथीहरू चाहिँ के गर्दैछन् हेरौँ। Hello guys, how are you? Hi. And you?
तरकारी पकाउँदै रहेछ एउटाले। म चाहिँ आइपुगेँ। अब अहिले स्कुल जाने बेला है साथीहरू। फाइनली साथीहरू अब चाहिँ हामी रेडी भइसक्यौँ। मैले पनि ड्रेस पनि सब लगाइसकेँ। यता चाहिँ रेडी हुँदै हुनुहुन्छ हाम्रो साथी। म रेडी भइसकेँ। सबै झोला चाहिँ मैले किताब चाहिँ मैले बोकिरहेको छु। यता चाहिँ हाम्रो सुजाता उहाँ पनि भ्लग स्टार्ट गर्छु चाहिँ भनिरहनु भएको थियो तर गर्नु भएन। अब केही समयमा गर्नुहुन्छ अरे। अब चाहिँ हामी लागेको हामीलाई सपोर्ट गरिदिनु होला। त्यता अहिले स्कुलमा फाइनली हामी चाहिँ स्कुल आइपुगि नै सक्यौँ भने यही हो स्कुल चाहिँ हाम्रो। हामी चाहिँ लास्टै ढिलो भइहाल्छ। आज चाहिँ लास्टै ढिलो भएन, 2-4 दिन ढिलो भइरहेछ। अहिले चाहिँ त्यहाँ के भन ह्याप्पी बर्थडे के भनिरहेछन् होइन। मेरो विद्यालय हेर हामी जस्तोले हो हेर्नु। श्री बरेश्वर माध्यमिक विद्यालय। बाटो छुटेर घरतिर लागियो। आजको लागि सबलाई बिदा। यता साथीहरू आज चाहिँ यति नै। आजको स्कुल पनि सक्यो। अहिले चाहिँ 3 बज्यो होला। 3:30 चाहिँ छुट्टी। तर एक विषय नपढी हिँडेको। अब माथि गाउँ जाँदाखेरि बनाऊँ भन्दाखेरि चाहिँ माथि गएर चाहिँ भिडियो एडिट त भइहाल्छ तर पनि अब ऊ चाहिँ हुँदैन क्या, त्यो हाल्नेलाई नेट छैन। त्यही भएर आज अब यति इन्ड गरेर म यहाँ साथीहरूकोमा नै बसेर आउँछु। अब आजको लागि चाहिँ यति नै। बाइ। अर्को नेक्स्ट भिडियोमा भेट्नुपर्छ।